हेलो नमस्ते नमस्कार साथीहरु, तपाईलाई चाहिँ आज मैले बसिटको गेम लिएर आएको छु, जहाँ चाहिँ मायालु गेम खेल्दा चाहिँ मलाई चाहिँ बोर भएर हैन, यो पनि अब तपाईहरुले बिर्सिसक्नु भयो होला। मायालु गेम खेल्दा चाहिँ हैन, मैले चाहिँ आज बसिटको गेम खेल्न गइरहेको छु धेरै लङ टाइम पछि। यो चाहिँ निकनेप्स दाइले चाहिँ बनाउनु भएको म्याप मोड हो, देख्न सक्नुहुनेछ। यो चाहिँ टक्क शिवलिङ्ग भएको म्याप मोड हो, देखिराख्नु भएको छ तपाईहरुले। यो म्याप मोड चाहिँ तपाईहरु चाहिँ डाउनलोड गरेर खेल्न चाहनुहुन्छ भने मैले निकनेप्स दाइको भिडियो चाहिँ मैले डिस्क्रिप्सन बक्समा राखिदिएको छु, डाउनलोड गरेर खेल्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ यो चाहिँ शिवलिङ्ग रहेको छ, शिवको मूर्ति पनि रहेको छ। निकै नै राम्रो रोचक नेपाली म्याप मोड रहेको छ। आज चाहिँ म तपाईहरुलाई यो बसिट खेलेर देखाउने छु। बसिट नेपाली म्याप मोड रहेको छ भनेदेखि निकनेप्स दाइकै म्याप मोड अनि बसिट मोड पनि रहेको छ, देख्न सक्नुहुनेछ तपाईहरुलाई हैन। धेरै लङ टाइम पछि चाहिँ मैले यो म्याप मोड खेल्न गइरहेको छु। तपाईहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया जनाउनु होला, अनि सब्स्क्राइब लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। अब भिडियो अब स्टार्ट गरौँ है त खेल्नलाई। टक्क फर्स्टमा अब चाहिँ म क्यामेरा अफ गरेर कतिको हुन्छ त्यहाँ टक्क म खेल्न गइरहेको छु। सबैजनाले साथ सपोर्ट चाहिँ दिनु होला। तर मलाई स्टिरिङ चाहिँ कस्तो अप्ठ्यारो लाग्ने क्या। पहिले बसिट खेल्ने बानी भएको बेला मायालु गेम खेल्न अलि गाह्रो भइरहेको थियो, तर अहिले मायालु गेम खेल्न थालेपछि यो बसिटको स्टिरिङ चाहिँ अलि कस्तो क्या चलाउने अलि गाह्रो हुने भइरहेको छ। देख्न सक्नुहुन्छ यो म्याप मोड चाहिँ धेरै पहिले नै रिलिज भइसकेको म्याप मोड हो। तपाईको मायालुमा पनि रहेको छ यो म्याप मोड भनेदेखि यो बसिटमा नि रहेको छ। यो म्याप मोड चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। निकनेप्स दाइले बनाउनु भएको म्याप मोड रहेको छ। अब हामी चाहिँ जाँदै छौं। अब तपाईहरुले चाहिँ हैन जे होस् मन पराइदिनु होला, लाइक कमेन्ट शेयर गरिदिनु होला हैन। अलि कस्तो स्टिरिङमा चाहिँ अलि प्रब्लम आउने कस्तो हैन, बिर्सिसक्यो नि त। अब मायालु गेम खेल्दा फेरि बसिटलाई त बिर्सिसक्यो भन्दा नि हुन्छ हैन। स्टिरिङमा चाहिँ अलि प्रब्लम आउँदछ हैन। जे होस् हैन, अब ठीक छ नबिर्सौँ हैन। बसिटलाई नि अब मायालु गेम आएपछि हैन, मायालुलाई नि उत्तिकै माया र बसिटलाई नि उत्तिकै माया गर्नुपर्छ। जे भयो पनि जस्तो भयो नि हैन। अब त्यही नै हो आजको भिडियो। मायालु गेमलाई पनि नबिर्सौँ, बसिटलाई पनि नबिर्सौँ। बसिटलाई तपाईहरुले बिर्सिसक्नु भयो होला हैन। मायालु गेम खेल्दा गरेर मैले नि हेर्नु बिर्सिसकेछु। स्टिरिङमा अलि प्रब्लम आयो हैन स्टिरिङमा। अब हैन, अब मायालुको त धेरै बटार्नु पर्ने हुन्छ नि त, स्टिरिङ चाहिँ थोरै बटार्दा भइहाल्ने हुन्छ। अनि त्यही भएर अब छेउरा भित्ता त गर्ने भइ नै हाल्छ यहाँ चाहिँ हैन। अब मायालु गेमको अर्कै छ हैन, अब यहाँ अर्कै छ। अब त्यस्तै हो अब हैन। अब आजको लागि भिडियो चाहिँ म अन्त्य गर्छु हैन। तपाईहरुको लागि यो म्याप मोड प्लस हैन, अब म्याप मोड त पहिले नै रिलिज भएको र पनि त मैले तपाईहरुलाई देखाएको थिइनँ। अनि मायालु गेम खेल्दा अब बसिट पनि खेलौँ न त हैन। बसिटलाई पनि बिर्सिसक्यो नि त हैन। अब भिडियो नहालेको नि मैले कति भइसक्यो हैन। अब भिडियो पनि हाल्दिम अब युट्युबमा हैन। अब भनेर हालेको आदेश डेली भिडियो आउँछ, अनि तपाईहरुले डेली बेलुका हेर्न सक्नुहुनेछ हैन। त्यही भन्दै चाहिँ म आज बिदा हुन चाहन्छु। धन्यवाद।